जाडको छोक्या के भन्छ छोक्या अनि यता तल कालो म जस्तै कालो न धान नाच्ने चलन छ यसो तर अहिले त धान पानी कोदोबारी मकैबारी यसो पारा त फेरि मेरो बेगले छ नि आलु रोप्नु पर्ने हुन्छ आलु चुक्सा भएन यत्रो बजाउँ नमस्ते सर वेलकम ब्याक टु माई न्यू ब्लग। सो आजको भ्लगमा तपाईँलाई स्वागत छ। आई होप तपाईँहरू सबैजना सन्चै हुनुहुन्छ होला। म एकदमै सन्चै छु अनि फेरि पनि यो कलुवाको न्यू भ्लगमा तपाईँलाई स्वागत छ। अनि आज फेरि बिहानै भिडियो स्टार्ट गर्दैछु अनि हातमा हँसिया नाम्लो बोकेर म चाहिँ लाग्दिँदैछु त्यो उता हाम्रो त्यो म जस्तै थोत्रे बाख्राको फार्म साइडमा। हिजो त्यो 6टी बकरीहरू आएन क्या अनि तिनीहरूलाई यसो हेर्नु जानु पर्यो नि त। अनि फेरि हेर्नु गएन त्यहाँ काम बिगाएर डुठो लाउँछ अनि म चाहिँ लाग्दैछु अनि बिहानै घाम पनि टलक्क है सुन जस्तो पहेँलो भएर यहाँ निस्किँदै रह। अनि गाउँतिर चाहिँ पुरा जाडो बढिसकेको छ। अब हिउँद लाग्यो नि त त्यही भएर पुरा जाडो लाग्नु थालिसकेको छ है। पुरा बाटोतिर यहाँ शीतहरू छस झरेको छ। आमा चिसो टुप्पी सिरिङ हुने गरी हो। त्यही भएर अब ज्याकेट त लाउनु पर्यो महाका है। अनि लागिँदैछ अब के गर्नु त मेरो गाउँ घरको यस्तै मात्रै ब्लग भिडियो आउँछ यस्तै पनि हेरिदिनु होला अनि लाइक गरिदिनु होला कमेन्ट गर्दैन सेयर गरिदिनु सब्सक्राइब चाहिँ ल्यामै हान्दिनु होला भन्न चाहन्छु। ल मित्र यस्तै हो हाम्रो पारा नै है। गाउँघरतिरको भ्यू भनेको यस्तै हो। यहाँ पछाडि देख्न सक्नुहुन्छ पुरा घाम झुल्किरहेछ है। अनि अब हेरौँ यहाँ भ्यूहरू चट्टसँग है। तर के गर्नु भ्यू हेरे पनि त्यो अहिले क्यामेराले म जस्तै कालो निकाल्यो होइन हो। त्यस्तै हाम्रो क्यामेराको क्वालिटी त म जस्तै कलुवा नै निकाल्छ। कटक छैन दुःख छ नि याङ छैन फोन किन्नलाई के गर्नु होइन। यस्तै फोटो भने म भिडियो बनाउँछु अनि तपाईँहरूले हेरिदिनुहुन्छ खुसी लाग्छ है क्या साह्रै खुसी लाग्छ कोनो बात छैन है। म लाग्दैछु अनि आएर हाम्रो गाउँघरको बाटोतिर चाहिँ अस्ति त्यो पानीले होइन हौ आकाशले मुतेर सबै साला छेरपाटे जमिनलाई चाहिँ आकाशले मुद्दा जमिनलाई चाहिँ त्यो चिसो लागेर ग्यास्ट्रिक लागेर छेरपाटे चलेर सबै बाटोतिर हगेको छ भत्किया छ ऊ पर हो बबाल भत्किया छ। बाटो सबै रोड सबै पुरेर बिजोग छ। यहाँ हिँड्ने बाटो समेत छैन है। सानो बाटो खोलेर होइन यस्तो हिँड्नु परेको छ बिजोग रमाइलो छ। अनि यहाँ हाम्रो तल सल्लाहघारी चाहिँ बबाले देखिरहेको छ। धान पारी देख्न सक्नुहुन्छ धान पनि पुरा पाकिसकेको छ। मङ्सिर लाग्यो नि त यहाँ हेरौँ है। अब मङ्सिर लाग्यो अब पुरा धान काट्नुपर्छ बछार्नुपर्छ कसैले बे गर्छ बे खानुपर्छ भैँसीको खुट्टा खानुपर्छ सुपमा बेतिर गएर यसो धान नाच्नुपर्छ। हाम्रो त यस्तो छ त फेरि लिम्बरको पारा त फेरि कडक छ नि धान नाच्ने चलन छ यसो। तर अहिले त धान पानी कोदोबारी मकैबारीतिर मात्रै नाच्छ बिजोक रमाइलो छ तर अहिले त धान पानी कोदोबारी मकैबारीतिर मात्रै नाच्छ बिजोक रमाइलो छ। तू समझा? हाँ नहीं तू समझा नहीं। ल अब धेरै पनि फतर नगरौँ त्यो हाम्रो भेट गोठमा हुनेछ। फाइनली म मेरो गोठमा आइपुग्नु आँटिसकेँ। अब यहाँ गोठमा आइपुगेपछि फेरि मेरो लोकल गेट त देखाउनै पर्यो नि त। गाउँको लोकल गेट मिस्टर तगार सिंह खचौडा। अनि त्यो सानो दुम्सीको दुलो जत्रो मुनि खोलेको छु त्यहाँ चाहिँ बाख्राहरू आउनलाई अनि त्यहाँ अब छिरेर जानुपर्छ। म अब सानो मान्छे अलिक हाइट भयो भने साला सिकुटो परेको छु नि त त्यो भैँसीको सिकुटी बनाएको थियो। म सिकुटे छु त्यही भएर यसो घुमाउने नि यसो गरेर यसो तिनका तन्केर स्याट घुमेर है लाग्ने उकालो। अनि फेरि हाम्रो गोठमा पुग्ने बेलामा चाहिँ रोड त छ कि तर यता नि खल्याक त बिचमा चाहिँ यस्तो छ अनि यति लाग्नुपर्ने हुन्छ। अब बाख्राहरू आयो भने थुन्नुपर्छ नत्र फेरि दिउँसो खोज्नु पठाउँछ। पारा त यस्तै छ त फेरि हो। अनि एउटा तिनिक तन्किँदै हेर्दै जानुपर्ने हुन्छ कि ओहो आउनु चाहिँ आएको रहेछ है। ऊ यहाँ पर हेरौँ न फेरि 2टा मात्रै छ त बाख्राहरू। फेरि हाम्रो बाख्राको खोर चाहिँ म जस्तै थोत्रे भइसकेको छ है पुरा म जस्तै कबाडी भइसकेको छ क्या बाख्राको खोर चाहिँ नि थोत्रे भइसकेको छ। अनि बाख्राहरू पनि छैन क्या 2टा मात्रै छ चाहिँ यहाँ हेरौँ। अनि आजभोलि फेरि कसिङ्गर बढाल्ने चलन छैन कि यता बाख्रा फार्म साइडमा पुरा फोहोर छ यहाँ हेरौँ।
ए दुईटा पो आएको छ छडामा अब दुईटा चाडा गाइब माका अब यिनीहरूलाई थुन्नु पर्ने भयो नि त अरे नि यहाँ हेरौँ फेरि बाख्राहरूको सुते फेरि बेग्लै मजा छ नि यहाँनिर ओहो चाहिँ नि यो हाम्रो सानो बाख्राको बच्चा छ यसलाई खोल्नु पर्ने हुन्छ नि त यहाँ उसको माउले भित्र पेत्यात्या गर्दैछ कि यहाँ हेरौँ यहाँभित्र सानो पाठा छ क्या फेरि हो निक हेलो आजा लन्ते के माख्रो लन्ते आइज न त हिरो पो त तँलाई त म क्यामेरा एङ्गल मिलाइ लान्छु म आँखा भित्र हो साइला ल यहाँ चुप्पा गर यहाँ चुप्पा गर ल हो साइला ल यहाँ चुप्पा गर यहाँ चुप्पा गर ल त्यो यो चाहिँ उसको माउ हो है हाम्रो बाख्राको त फेरि बढाल्ने चलन छैन आजभोलि बड्केलाई बड्केर गुनै गुछ माका हो ल मेरो गोठ कबाडी थोत्रे भए पनि मैले अहिले बढाएर हिरो बनाइसकेको छु यहाँ हेरौँ हेरौँ झाला मुढा पनि पाल परेको छ हो थोत्रे तर डोरीले यसो टाँगेर चाकडन्ठो चाहिँ बनाएको छ है तर डोरीले यसो टाँगेर चाकडन्ठो चाहिँ बनाएको छ है के गर्नु त होइन अनि अब यसको गोठ चाहिँ कति फोहोर भन्नु होला अब गाउँतिरको बाख्राको फार्मको गोठ यस्तै हुन्छ किनभने खोले पकाउने गोठ हो यो मान्छे सुत्ने गोठ होइन यहाँ हिजो मैले फर्सी काटेर राखेको छु अनि त्यो म जस्तै कालो किटली छ अब अहिले त्यहाँ एकछिनमा आगो फुक्नु पर्ने हुन्छ अनि यहाँ फेरि सिराङमा छ माका लिम्बू त्यो जाँडको छोक्या के भन्छ छोक्रा छ यहाँ गोदो जाँडको छोक्या के भन्छ छोक्रा छ यहाँ गोदो बेस्ट लोकल लिम्बूहरूको बेस्ट कोदोको छोक्रा होइन अनि अब मैले फेरि त्यहाँ बाहिर कसिङ्गार लाउनु पर्ने हुन्छ साह्रै फोहोर यहाँ कसिङ्गार लाउनु पर्ने हुन्छ यहाँ हेरौँ यहाँ बाख्राको कुनै अनि यहाँ डल्ले फर्सी छ अनि यता तल कालो म जस्तै कालो न कालो के भन्छ भाँडा छ कालो म जस्तै कालो न कालो के भन्छ भाँडा छ के माका त्यो बाख्राको खोले पकाउने भाँडा अब त्यहाँ पकाउनु पर्ने छ आगो फुकेर अनि यहाँ मेरो झाडु छ अब झाडुले चाहिँ दिनुपर्ने हुन्छ नि त यहाँ रुमै अलिक यसो पारा त फेरि मेरो बेग्लै छ नि बबाल खतरा कति जा यहाँ यो दिनु पर्यो नि त हौ झाडु हल्लाउँदै भयो नि होइन यस्तै छ त मेरो पारा त अनि ल फाइनली अघि बाख्राको कुनै भएको मैले हिरो बनाइसकेँ अब यो मेरो झाडु बनाउँदा चाहिँ मैले यहाँ माथि राख्नु मन चाहिँ ला बाख्रा त सबै अरू माथि गोठ माथि पो चोतेर छ त यहाँ हेर म्यादर भसुडीवालाहरू ऊ माथि छ यार ओहो दाइ चोर्दै माथि ल बिजोक लागेको छ ल बिजोक अब खेदाउनु त जानु पर्यो माट भसुडीवाला ओ यहाँ एउटा घुसे छ नि त यहाँ अलिक छोटो बार छ नि त अनि त्यो फेरि यति लामो त्यो टङ्ग्रेको जस्तो यति लामो खुट्टा भएको बाख्री छ एउटा त्यो घुसे छ माथि धन्दा खोज्नु जानु चाहिँ परेन क्या अब यहाँ चाहिँ यो जोतेकोमा चाहिँ नि ऊ पर लसुन रोपेर छ अनि यो जोतेकोमा चाहिँ आलु रोप्नु पर्ने हुन्छ आलु रोप्नु पर्ने हुन्छ अनि अब सब्जी खानु पर्यो नि त बेस्ट आलु इज बेस्ट म्यादर ओइ मासले अनि यहाँ चाहिँ अदुवा छ क्या हाम्रो साला सुकी मरेको अदुवा नफस्टाएको अदुवा छ है यहाँतिर यस्तै छ गाउँतिर यो चोटि अदुवा सबै खुरितमा बेदाङमा सिवारो भएको छ अनि यहाँ चाहिँ के भन्छ यसलाई अब चिनिने नाम भनेको मधिसे प्याज भन्छ यी मधिसे प्याजको बिउ लाभ हेन्दा पनि रहेछ बाख्राले दाल पनि सबै खाएछ बनमरा फल्या थियो क्या हल्का यहाँ बनमरा यहाँ फल्या थियो बाख्राले बनमरै बनाएको छ अनि यहाँ फेरि चुम्बक छ क्या साथी हो
कुरो हेरौँ त ए साला कुरो पाकेर थकेपा नि थकेपा पाकेर बिजोक छ ओइ साला कबाडी बाख्राहरू तल धर मासुली अब फेरि डढाउनु पर्ने हुन्छ है यहाँ चाहिँ कुरो लाग्छ नि त पुरा हो मैले एक कराएको मात्रै थिएँ यस्तो धोबी तोप कुद्दैछ यहाँ हेरौँ नि यहाँ हेरौँ त मासुको झ्याम्टाहरू त जाँठाहरू म कस्तो सेक्छु नि तिमीहरूको त ढाडो मस्काइदिन्छु म माकुरीहरू यस्तो त छ नि हो आएन होला भनेर मैले चाहिँ यस्तो इग्नोर हानिदिएको मासुलीहरू माथि बारीमा सबै बिरुवा सिरुवा उडायो कि क्या भन्दा नि बिरुवा चिउराएन त्यो कोदो चाहिँ सबै खाइहाल्यो कि यिनीहरूले कोदो पनि डाँठ मात्रै थियो खाना कोही बात छैन यहाँ लास हुन्छ अब चोर्ने बाख्रालाई स्वागत गर्नलाई फेरि अर्कै गेट छ फेरि गाउँमा अर्कै गेटमा गेट गाउँतिर यहाँ हेरौँ फेरि अर्कै गेट पो छ त फेरि हो अब यसो बिस्तारो तान्ने हो बिस्तारो तान्ने अनि यो कबाडी माकुरीहरू यता पर कहाँ छ क्या देखे परेन यी झाडी यहाँ फेरि के सिमुल तरुल अनि फेरि त्यो सिमुल तरुल चाहिँ योचोटि अलिक खाएको छ नि त्यो जङ्गली दोदर हुन्छ नि मादर त्यो दुम्सी कि के अरे त्यसले माका उदुमै मचाउँछ नि फेरि गाउँतिर कहाँ गयो यता पर बिराज हाजिरा त माकुरीहरू यहाँ हेरौँ न यिनीहरूको पारा यी हिजो नआउने साला चोरहरू चाडा अघि 2टा अनि अहिले चाडा 6टा आएको थिएन त्यहाँ कलर हाजिरा है हाजिरा छुएनस् माकुरीहरू हाजिरा मा काजिला भनेको भाग छ बे अझ हेरौँ न खोरमा आएर नि पुरा उफ्रेको गर्छ माकुरीहरू हो जाँठाहरू त फाइनली बाख्राहरू नि आएछ है खुसी लाग्यो चोरे पनि अब आगो फुकेर खोले बसाएर घाँस काट्न जानुपर्ने हुन्छ अनि हाम्रो यता अब चुलातिर लाग्यो यहाँ फेरि मेरो एउटा कठे पिरा छ अनि यहाँ घुर्पा चम्माका अनि यहाँ घुर्पा चम्माका अनि यहाँ द्यालो सल्लाहको बबाल लोकल माका द्यालो है आगो फुक्नु सजिलो हुन्छ अनि हाम्रो लेटर राख्न त्यहाँ माथि छ चुला पनि कालो थुङ्गाको किटली पनि कालो म जस्तै है आगो फुक्नु पर्छ आगो फुकेर खोलेसोले पकाउनु पर्छ है आगो नि बलिसक्यो धुवा फुस्स उडाउँदै यो आगो यो चुलाले फटाएर चुरोट खाँदै धेरै चुरोट नखा भनेको फोक्सबाट धुवा उडायो क्या यसको हो आगो बलिसक्यो फाइनली अब भाँडाबाट पानी ल्याएर राखिदिनु पर्ने हुन्छ ढिलो भइसक्यो घाँस काट्न जानुपर्ने है अनि अब अघि त्यहाँ चप्पलभरि हिलो लागेर बिजोक छ फेरि अब यो पानी फालेर नयाँ पानी थाप्नु पर्ने हुन्छ ल भाँडा चाहिँ च्याटो लाएर राखियो चुलाको माथि अब यो फर्सी हाल्नु पर्ने यो फर्सी थोरै होला कि बा माका यसलाई छोप्नुपर्छ छिटो तातिन्छ नि त अनि अब यस्तै दाउराले चाहिँ खोले पाक्दैन माका अब म दाउरा लिन जान्छु हिजो मैले दाउरा यसो देखेको छु दाउरा लिन लाग्नु पर्ने हुन्छ अरे फेरि साला कपालै नभएको तालु गोड छ क्या फेरि उडी गएको हो यस्तै हुन्छ गाउँतिर थोत्रे भएपछि अनि यहाँ हेरौँ न यहाँ मेरो अदुवा बारी देखाउँछु फेरि अदुवा बारी रे अदुवाको नाममा एउटा अदुवा सबै झार उम्रिरहेको छ अदुवै छैन हो सबै रोग लागेर किरा परेर मुरो अनि के गर्नु त गाउँको हालत यस्तो छ क्या अब आजभोलि अनि दाउरा चाहिँ यहाँ छ हिजो मैले वार पार फाँडिदिएको यहाँ झ्यास थियो र यहाँ यता परदेखि यहाँ परसम्म दाउरा चाहिँ यो चल्ला नि चल्लाको दाउरामा यो हाँगा बिङ्गा लानुपर्ने हुन्छ है अनि लगेर यसो जुलामा हाल्नुपर्ने हुन्छ है अनि लगेर यसो जुलामा हाल्नुपर्ने हुन्छ है ल धेरै पनि फेरि नफुकौँ क्या अब थोत्रे अनुहार कति देखाउनु माका चट्ट लाएर घाँस काट्नु पर्ने हुन्छ कि यहाँ यो अनुहार छोप्ने थोत्रे बेस्ट होइन अनि हाम्रो भित्तामा यहाँ घाँस काट्नु पर्ने हुन्छ चट्ट लाएर अब क्यामेराम्यान छैन आफै दिने हो माका टक्स त्यही भएर अब हाम्रो घाँस काटिसकेपछि चट्ट लाएर फेरि भेट हुन्छ है फाइनली मेरो घाँसको भारी पनि पुगिसकेको छ यसको भारी यहाँ देख्न सक्नुहुन्छ त्यो मेरो थोत्रे अनुहार छोप्ने थोत्रे बेस्ट हो
अनि अहिले दिउँसो चाहिँ फेरि ओभरै घाम लाग्छ क्या लगभग 9 बज्न आँटिसक्यो होइन दिउँसै भनौँ न यहाँ पछाडि देख्न सक्नुहुन्छ बबाल घाम लागिरहेछ हो त्यो पछाडिको भ्यूहरू हेरौँ अब क्यामेरा क्वालिटी नभए नि म त यसो डाँडा काँडा देखाउने बानी छ है अनि बिहान जाडो भने दिउँसो चाहिँ ओभरै गर्मी हुने कि बबाल बबाल गर्मी हुन्छ अब घर जानुपर्ने हुन्छ अनि खानासाना खाएर फेरि यतै आउनु पर्ने हुन्छ ल खानासाना खाइवरी मैले चाहिँ वस्तुहरू छोडेर पनि म आधा बाटो आइसकेँ यता पर हाम्रो चौतारी भएकोसम्म है यता काइलापर साइडमा आइसकेँ म हाम्रो दुईजना गेडे सरकारहरू त्यहाँ एउटा बाछी छ अनि म यहाँ लाग्दैछु मिस्टर कलुवा सरकार अनि पर गएर फेरि भित्ता फाड्नु पर्ने हुन्छ त्यो भित्ता हिजो फाँडे जस्तै अनि आज पनि गएर भित्ता सित्ता फाड्नु पर्छ त्यहाँ घाँस सास काटेर एनालाई दिनुपर्ने हुन्छ त्यो घाँस काटेर बाहिर फाल्नुपर्ने हुन्छ अब हाम्रो भेट चट्ट लाएर फेरि त्यही बारीमा हुन्छ ल मैले टाउको सघाउन धुएँ है यो टाउको चाहिँ किन धुको भन्दाखेरि हिउँदो लाग्यो जाडो महिना लाग्यो कि अनि मेरो कपालतिर चाहिँ हिउँ पलाउनु थालेछ क्या फेरि यस्तो चलाए चाहिँ हिउँ झर्छ क्या फेरि हिउँ हेर्नु मन छ नि यता हाम्रोतिर आउँदा हुन्छ है हाम्रो कपालतिर होइन हिउँ परेर कपाल धुको अनि अहिले चाहिँ यहाँ तगारो थुन्नाको यहाँ आलु रोप्नु आएको छन् घरबेटीहरू अनि तगारो थुन्नै बिर्सेछ अनि त्यो हाम्रो गेडेहरू त बाहिर निस्केर कुद्छ त्यो एउटा तगारो थुन्नु आएको है त्यहाँ आलु रोप्नेहरूलाई पनि देखाउनु पर्ने हुन्छ एकछिनमा यसो चट्टला आलु नि उम्रिसकेर छ हो यत्रो लम्बा लम्बा देखेकै थिएन अनि यहाँ हाम्रो आलु रोप्नेहरू यता छन् कि यहाँ हाम्रो आलु रोप्ने मान्छेहरू हाम्रो आमैहरू छ्यामाहरू अनि हाम्रो किस्ताहरू यहाँ आलु रोप्ने अरे कि ए आलु रोप्ने मान्छेहरू कर्नामा तेम्मे हो चुक्सा भएन यत्रो यत्रो त ल है ल बजाउँ बजाउँ लु आलु रोप्ने पनि सुरु भइसक्यो यहाँ मत्यम सारमै भन्दै दिउँ न यहाँ हेरौँ आलु रोप्नेहरू मारी दिँदैछन् बजाङ बजाङ अहिले रोपेपछि खानु पाइन्छ दियो ल यहाँ मारी आलु रोप्ने कार्यक्रम चलिरहेछ पर हाम्रो बाबुले हाते टेक्टर फ्याटे पारिसक्नु म अहिले तल गएर भित्ता फ्यास फ्यास पार्नुपर्ने छ यो भित्ताको यो भुत्लाहरू छ नि यो भुत्लाहरू यो काट्नुपर्ने हुन्छ यसलाई नुना नुना पारिदिनु पनि दार्जिलिङमा काटिदिनु पर्ने हुन्छ होइन हाम्रो फेरि तल भित्तामा हुनेछ अब ड्युटी सुरु भइसक्यो मैले चाहिँ यहाँ फाड्न थालिसकेको छु त्यो अलिकति झ्यास काटेको छु यो घाँस निकाल्दै यो झ्यास काट्दै यो वस्तुहरूलाई फालिदिनु पर्ने हुन्छ बाहिर यो यहाँदेखि वार पार फाड्नु पर्ने हुन्छ हिजो त्यो माथिल्लो घरमा फाड्यो अनि यहाँनिर खुर्सानी पनि छ अदुवा सदुवा यहाँ लाभेन्दा नि लाभेन्दा टमाटर यो लोकल टमाटर यहाँ फलिरहेको छ हेरौँ पहेँलै हो यहाँ हेरौँ पर यो वारपार यो खोर्सानी बारी हो यता पर खोर्सानी पनि अब पहिले फल्यो अहिले त खोर्सानी पनि सुकी मरेको छ है अब यो फाड्नु पर्ने हुन्छ अब मेरो ड्युटी नै यस्तै हो खतरा घाम लागिरहेको छ दिनु परेको ल अहिले फेरि हो म चाहिँ थचक्क बसेर मस्तसँग चोया काट्दै बसिरहेको छु यहाँ हाम्रो हेरौँ चोया पुरा हो अनि त्यो चोया चाहिँ किन काटेको भन्दाखेरि त्यो अघि राति त्यहाँ नआएको बाख्राहरूले त्यहाँ माथि भत्काएछ अनि यहाँ तल अघि गोरुले जम्पिङ हानेको थियो त्यो पनि भत्काएको छ त्यो पनि बान्नुपर्ने अनि अहिले रात पर्न आँटिसक्यो हतार हतार बान्नुपर्ने छ छिटो छिटो है अनि अब रात पनि पर्न आँटिसक्यो त्यही भएर भिडियो पनि अब स्थगित एन्डिङ हान्नुपर्ने हुन्छ नि त नत्र फेरि अहिले कालो अँध्यारो भएपछि फेरि कालो माथिमा त कालो हुन्छ नि त त्यही माथि फेरि होइन त्यही भएर दाँत मात्रै टल्किन्छ त्यही भएर अहिले अब भिडियो एन्डिङ गर्नुपर्ने हुन्छ अब मेरो भिडियो के कस्तो लाग्छ कमेन्टमा भनिदिनु होला अनि मेन कुरो लाइक गरिदिनु होला सब्सक्राइब पनि ल्यापमा हानिदिनु होला भिडियो मन परेमा सेयर पनि गरिदिनु होला भन्दै फेरि पनि अर्को भिडियोमा भेट्नुपर्छ गाइस टाटा बाई बाई है त।